नमस्कार। हम सब बर्दीवास नगरपालिका में रहल ई जगह छै राय मंडल। हमर पाछा में देख रहल छी एकटा पहाड़ छै। पहाड़ में आकृति अपने आप आकृति निकलल छै। नीचा में बहुत रास मंदिर सब या छोट छोट भगवान के मूर्ति सब निकलल छै। सरदर दिखाई देला के बाद में अवस्था ई बुझाई छै जे ऊपर से जेना पानी खसै छै और पानी खसला के बाद में जे पानी नीचा में जे बालू सब खसै छै एकटा आकृति रूप ग्रहण करै छै और उहे ग्रहण दिखाई दै छै। कोई जानकी, कोई कह रहल छै जे जानकी मंदिर छै, जानकी मंदिर का आकार छै। कोई विभिन्न रास से बात कर रहल छै। बहुत रास एकर धार्मिक पृष्ठभूमि से बतबै छै एहि जगह के। तो आई हम सब अपने के एकटा रिपोर्ट मादे ई देखायब जे एकर धार्मिक पृष्ठभूमि की छै ई जगह के। और हम सब एठाम के पुजारी या कोनो महंत सबसे सेहो बात क के या एठाम जे स्थानीय वासी छै हुनका सबसे बात क के ई जगह जे छै ई केना निकलले, एकर ऐतिहासिकता केना फैलले, विभिन्न जगह पर केना एकर बात अलै। तो ई सब तमाम आई हम सब ई एठाम से अपने सबके देखायब जे एकर ऐतिहासिकता की छै। कोनो समय महोत्तरीक बर्दीवास व्यापारी सभक लेल उत्तम वास स्थल के रूप में परिचित छल। महोत्तरीक दक्षिणवर्ती गाम सब औरही, गौशाला, रामगोपालपुर सहितक स्थान के व्यापारी सब पहाड़ दिस सामान व्यापार करऽ के लेल लऽ जाइत छलथि। वह व्यापारी सब सामान बरद पर बर्दी राइख ओतऽ पहुँचाबैत छलाह। वह बर्दी सब साँझ के समय में राइख वास बैसला सँ एहि स्थल के नामे बर्दीवास रहल जन विश्वास अछि। पहिने व्यापारी सबके वास स्थल के रूप में विख्यात बर्दीवास अखन विकास के दृष्टि से सेहो बड़का परिवर्तन अनलक अछि। अखन ई स्थान नगर पालिका के रूप में सेहो परिणत भ चुकल अछि। बर्दीवास के दोसर महत्वपूर्ण पक्ष ई नगर धार्मिक संपदा से सेहो भरिपूर्ण अछि। तहिना पहाड़ के कान्ह में रहला से बर्दीवास के थप मनोरम बनबैत अछि। बर्दीवास में रहल धार्मिक संपदा सब में से एक अछि राय मंडल। स्वर्ग के राजा इंद्र तपस्या क के भगवान शिव के प्रसन्न केने स्थल रहल अछि महोत्तरीक राय मंडल। अखन ई स्थान संरक्षण के प्रतीक्षा में अछि। महोत्तरी जिला के बर्दीवास नगरपालिका 3 स्थित भवसी नदी के पजरे में रहल राय मंडल में देवता सब के राजा इंद्र के चिन्हारी के रूप में रहल इंद्रेश्वर महादेव मंदिर सेहो अछि। एहि मंदिर सहित ई प्राचीन क्षेत्र उपेक्षित जकाँ लगैत अछि। एकर संरक्षण आ संवर्धन के लेल खासे काज नहि कयल अछि। ई धार्मिक क्षेत्र में पहाड़क कान्ह में धार्मिक मान्यताक देवी देवताक मूर्ति सब बनाओल गेल अछि। तहिना ओहिठाम परबाक घनगर उपस्थिति से आगंतुक सबके ध्यान ओहि दिस आकर्षित करैत अछि। नीचा स्वर्ग के राजा इंद्र स्थापना केने विश्वास कयल गेल इंद्रेश्वर महादेव मंदिर आ देवालय सब अछि। एहि स्थान में पुरातात्विक महत्व के संपदाक संरक्षण, विकास आ पर्यटकीय संभावना संबंध में संघीय आ प्रादेशिक सरकार मात्र नहीं भ क स्थानीय सरकार सेहो बेखबर रहल राय मंडल के वासी सभक उपराग छनि। नदी तट में रहल उर्वर भूमि, चूड़े श्रृंखला के कान, आसपास में सघन वन क्षेत्र आ ओहिठाम पहाड़ में बनाओल गेल मूर्ति सब आ पहाड़ के कान्हे में रहल परवा के उपस्थिति एहि स्थल के विशेष महत्व देखबैत अछि। सघन वृक्ष एहि स्थान के और मनमोहक बनबैत अछि, जाहि सँ एहिठाम पहुँचय वाला आगंतुक आनंद के अनुभूति करैत अछि। बीपी राजमार्ग के महोत्तरी जिला में पड़े वाला पाटू से करीब 4 किलोमीटर पश्चिम आ पूर्व पश्चिम राजमार्ग के बर्दीवास 4 के विश्वकर्मा चौक से ओतबे दूरी में उत्तर में रहल ई धार्मिक स्थल प्रति तीनों तह के सरकार चाँख नहीं देखौने स्थानीय वासी सबके कहब छनि। ओहि समय में स्वर्ग के राजा इंद्र एहिठाम तपस्या केने छलाह। एहिठाम कोनो बड़का बड़का व्यक्ति सब खोजी करैत नहीं आयल अछि। राय मंडल के वासी लील बहादुर लुंगेली कहैत छथि, सरकारक नजर पड़त तऽ हमर सबके स्थल सेहो नीक बनत की। राय मंडल में पिछला समय स्थानीय सरकार ध्यान देने बर्दीवास नगरपालिका जनप्रतिनिधि सबके कहब छनि। हम सब बीपी राजमार्ग के पाटू से राय मंडल धरि के सड़क स्तरोन्नति के काज शुरू केने छी। बर्दीवास 3 के वार्ड अध्यक्ष राजन ढुंगाना कहैत छथि, एकटा मंदिर बनेनौ, थप काम क्रमशः आगा बढ़ के क्रम में अछि।
तथापि राय मंडल जे महत्व पावक चाही से अखनो धरि नहीं पाव सकल। ओहिठाम के वार्ड सदस्य जुनू थापा मगर के कहब छनि एहन ऐतिहासिक स्थल के संरक्षण के स्थानीय वासी सब बेर बेर मांग करैत आबि रहल छथि। नमस्कार, मेरो नाम लीलबहादुर लुङ्गेली, बर्दिवास नगरपालिका 3, यो राईमण्डल भप्सीको स्थानीय बासिन्दा र भनौँ पूर्व त्यो मन्दिरको संरक्षण समिति पनि हो। अहिले आएर चाहिँ लथलिङ्ग भएर खासै त्यो समितिले ती संरक्षण गर्न नसक्नुको कारण पनि होला केही हैन। यो मन्दिरको चाहिँ पूर्व संरक्षण समिति हो। यसको विषयमा चाहिँ भन्नुपर्दा यो ठाउँ भनेको एउटा जनजातिको मात्रै बाहुल्यता हो। यहाँ मगर भन्दा अरू बस्ती छैन। यो पहिले नै फडानी हुँदाखेरि यहाँ चाहिँ सुँगुर पाल्नु नमिल्ने, तर मगरले त्यो सुँगुरै खान्छ, पाल्नु नमिल्ने ठाउँ हो। तर बिस्तारै सुँगुर चाहिँ बिस्तारै पाल्न थाल्यो मगर जातिले। यो ठाउँमा सुँगुरको मासु ल्याएर खाँदा पनि त्यसलाई जस्तो तेलहरू लगाएर उ गर्छ नि, त्यो गर्नुभन्दा पनि अगाडि नै कन्तीमा चाहिँ सुँगुरको मासु लगाएर खानुपर्ने। त्यो पनि अलिकति केही यस्तो उस्तो हुँदाखेरि ठ्याक्कै बाघ निक्लिन्थ्यो अरे यो ठाउँमा। अनि त्यो हुँदाखेरि अब यो जनजातिको बाहुल्यता सबै अब
भन्नु शिक्षित नभएको त्यतिखेर उस्तै उस्ता त्यो भएको कारणले गर्दाखेरि अलि पेलिँदै गएर अहिले चाहिँ त्यो जुन मन्दिरको भित्ता भन्नुभएको छ नि त्यो चाहिँ पहिलेदेखि नै हो। त्यतिखेर हामीलाई यो जानकारी थिएन, यहाँ देवी देवता होला भन्ने कुरो थिएन। हामी त्यो बाटो हिँड्दैन पनि थियो, बाटो ट्र्याक थियो, तर साँझ परेपछि हामी खोला बाटो हिँड्थ्यौँ, त्यहाँ धेरै तर्साउने गर्थ्यो। हामीले त्यो के सोच्थ्यो भने त्यतिखेर यहाँ चाहिँ एकदम भूतेहरू छ, यहाँ जानु हुँदैन। अनि बेलुका भएपछि कुनै कुनै समयमा चाहिँ आगो छ त झललल बोल्नेहरू देखाउँथ्यो। त्यो देखाउँदाखेरि यहाँको बुढापाकाले के भन्थ्यो भने त्यो ठाउँमा नजानु, राँके भूत छ, त्यसले भेट्यो भने मान्छे मर्छ भन्ने। अनि कुनै समयमा चाहिँ यति घाम अस्ताउनु खोज्ने बेलामा यत्रो यत्रो बच्चाहरू चाहिँ देखिन्थ्यो अरे। त्यो बच्चालाई चाहिँ देख्ने मान्छे चाहिँ अहिले काठमाडौँतिर छ भाइ। ल यहाँ त यो सानो नानी कसको रहेछ, यो कहाँ हिँडेको भनेर समातेर ल्याउनु खोज्दाखेरि ऊ भित्र त्यत्तिकै हराउँथ्यो अरे। अनि हराइसकेपछि लो यहाँ चाहिँ जानु नहुन्छ, यो त भूत रहेछ भनेर चाहिँ त्यसरी चाहिँ भन्थ्यो। अनि हामीलाई पनि तर्साएको। त्यो ठाउँमा चाहिँ एउटा खोल्सी जस्तो छ, अहिले त्यहाँ पञ्चकन्या माताको स्थापना गरेछ होइन। त्यो ठाउँमा तपाईँको 3-4वटा गाछी थियो, सखुवाको सालको ठुल्ठुलो गाछी थियो। ठ्याक्कै त्यसको मन्टो चाहिँ यसरी नै एक ठाउँ थियो क्या। त्यसो हुँदा अब त्यतिखेर जमानामा अब चाहिँ त्यहाँ देवी देवता छ भन्ने कुरो हामीलाई थाहा नभएको, यहाँ भएको धामीहरूलाई पनि त्यति ज्ञान नभएको, अलिअलि फाफु गर्ने। अनि त्यो ठाउँमा एउटा रुख काट्यो, ठुलै रुख थियो, रुख काट्यो। त्यो काट्ने चाहिँ मै हो। त्यतिखेरको समयमा एउटा घर बनाउनु पऱ्यो भनेर यही घरहरूकै खाँबाहरू छ। ठ्याक्कै त्यसको 7 दिनमा मेरो हजुरबुवा उहीँ गएको, खाजा लिएर जाँदाखेरि एउटा खजुरो भन्नेले टोकेको ऊ मात्रै भयो। ठ्याक्कै 7 दिनमा बमिटै ब्लड हुने, अनि दिशामा पनि बमिटै। डक्टर लग्यो, मान्छे बोलेछ, पानी नै नचढ्ने, त्यस्तो भएर बित्नुभयो होइन। त्यसपछि रहँदा बस्दा बसन्त बलमपागी भन्ने बर्दिवासको एकजना भर्खरकै बाबा हुनुहुन्थ्यो। उहाँ यहाँ अब उहाँलाई चाहिँ सपनामा राईमण्डल जा भनेर भन्थे अरे। अनि उति राईमण्डल भनेको कहाँ उसलाई थाहा भएन। अनि त्यो हुँदा घुम्दै यहाँ आइपुग्नु भयो रहेछ। आइपुगेपछि त्यहाँ चाहिँ उहाँको अब नजर पुग्यो या उहाँलाई देवी देवताले नै त्यो ठाउँमा ल्याउनु भयो, त्यो चाहिँ हामी जान्दिनँ उहाँको भनाइ होइन। 2-3 चोटि आइसकेपछि उहाँले के गर्नुभएछ भने म त भर्खरको युवक छ, म यो ठाउँमा गयो भने यहाँको जनताले विश्वास गर्दैन म प्रति, एउटा पाको पाए बाबालाई नै लिएर जानुपर्छ, अलि उमेर गएको भन्ने उहाँको भावना थियो। त्यो भएर बसेर छ, नभन्दा एउटा सेतो बाबा भन्नुहुन्थ्यो, अलि ऊ चाहिँ पाको, उहाँलाई नै लिएर आउनुभएछ। आइसकेपछि उहाँहरू त्यो ठाउँमा चाहिँ एउटा तम्बु खसाएर तिरपाल बेरेर बस्नुभयो रहेछ। अनि गाउँलेलाई थाहा भयो। गाउँलेले के भन्यो भनेदेखि त्यहाँ त्यो भूत भएको ठाउँमा चाहिँ एउटा बन्जडाहरू आएर बसेरहेछ भन्ने यो भयो। त्यो भइसकेपछि देखे पनि त्यो चासो भएन, त्यो बन्जडाहरू बसेछ भन्ने कुरो भयो। अनि पछि सेतो कपडा लाउने र पहेँलो कपडाहरू लाउने देखेपछि यो त बन्जडा होइन, यो पहेँलो कपडा लाउने त्यो त बाबै हुनुपर्छ भनेर त्यहाँ गएर सोचबुझ गर्दाखेरि त्यहाँ पुग्दाखेरि ठ्याक्कै बाबाहरू नै रहेछ, त्यति दारी पाल्नेहरू। अनि त्यहाँ गएर सोचबुझ गर्दाखेरि उहाँले के भन्नुभयो भनेदेखि यो ठाउँमा देवी देवताको बास हो, यो जुन यो मन्दिर छ यहाँ शेषनागले बेरेर बसेको छ, तपाईँहरू आउनुहोस् होइन, तपाईँहरू बस्नुहोस्, यसको विषयमा म छलफल गरौँला, तपाईँहरूलाई जानकार गराउँला भनेर चाहिँ उहाँले भन्नुभयो। भनिसकेपछि अब गाउँको मान्छे सबै भेला भयो, कोहीले के भन्ने, यो सब ठग्नु आएको, अरू केही पनि होइन, यहाँ के को देवी देवता हुन्, यहाँ त भूत छ भन्ने कुरोहरू पनि गर्यो। त्यसो हुँदै अनि त्यसपछि हामीलाई विश्वास नलागेपछि, अलिक विश्वास नलाग्ने कुरो गरिसकेपछि अनि बाबाहरूले ल तपाईँहरू राति बस्नुहोस्, तपाईँहरूको यहाँ बुढापाकाहरू जम्मा गर्नुहोस्, आउनुहोस्, यहाँको दृश्य देखाउँछु म भन्ने कुरोहरू गर्नुभयो। अनि राति ल ठिकै छ नि त एकचोटि हेरौँ भनेर भन्दाखेरि उहाँले त के गर्नुभयो भने ठ्याक्कै क्यामेराहरू लिएर आउनुभएको थियो। अनि ठ्याक्कै हामीलाई त्यो ठाउँमा चाहिँ पुरै दियो बालिरहेको छ पाखैभरि, त्यो दियो पनि ननिभिने। अनि त तपाईँहरूको त्यो क्यामेरामा लाउँदाखेरि त्यहाँ सबै क्यामेरै बोल्थ्यो क्या झलल। अनि त्यो क्यामेरा बोल्यो, अनि खिच्दाखेरि त्यो फोटोमा सबै बोल्ने चिजहरू मात्रै आउने। अनि त्यो भएपछि त्यो पनि हामीलाई विश्वास लागेन। के बाबाजीहरू भनेको जादुवाला हुन्छ अरे, हाम्रो त्यो नजर भुलेको हो कि
के भनेर हामीले पनि फेरि विश्वास नलागेर हामीले फेरि क्यामेरा मगायो, त्यो मोबाइलकै क्यामेरा मगाएर त्यो ठाउँमा फोटो खिचेर हेर्दाखेरि हाम्रै मोबाइलमा पनि आइसकेपछि अनि हामीलाई पूर्ण विश्वास भयो, हो यो ठाउँमा केही चिज छ, देवी देवता छ रहेछ भन्ने कुरोहरू भयो। त्यहाँदेखि नै हामीले मान्न थाल्यो। तपाईँको त्यो जुन जानकी मन्दिरको आकार छ तल राम्ररी निहालेर हेर्नुपर्छ, त्यो ठाउँमा त्यो प्लेट छ। त्यो प्लेट भनेको त्यो डाँडामा त्यहाँ मात्रै होइन, त्यसको उतातिर परतिर खोल्सी छ, त्यहाँसम्म चाहिँ पुरै त्यो ढलान गरेको प्लेटहरू छ क्या त्यसमा। हामीले त त्यो पनि ख्याल गरेको थिएन। ती कुराहरू ती बाबाहरूले नै देखाइदिनु भयो। ल हेर यो प्लेट छ, प्लेट माथि यसको जुन यो मन्दिर प्लेट माथि छ, तपाईँहरू हेर्नुहोस् भने हामीले त्यतिखेर अनि उहाँहरूले भनेपछि निहालेर हेर्दाखेरि साँच्चै नै प्लेटै रहेछ। त्यो प्लेट भनेको पल्लो खोल्सीसम्म छ। अनि त्यसपछि हामीले मानजान गर्न थालेपछि कहाँबाट त्यो बिमारीहरू आउने है, कोही अब हामीले त त्यस्तो कामेको मान्छे नदेखेको यो गाउँमा बसेको मान्छेले, तर धेरै काम्ने मान्छेहरू पनि आयो। आउँदाखेरि चाहिँ धेरै जसो महिला आउने त्यहाँ काम्नलाई, कोही कतिपय ठिक भएर पनि गयो। यो हामीले त के भन्थ्यो भने अब जस्तो त्यो हामीलाई त्यो ध्यान गएन, यो जानकी मन्दिरको आकार भन्ने कुरोहरू हामीलाई ध्यान भएन। हुनु त्यो पहिलेदेखि नै थियो, हामीलाई त्यो ध्यान भएन। जब बाबाजीहरूले चाहिँ यथार्थ यो त थुप्रै वर्ष भयो, तपाईँको स्थापना गरेको न लगभग 7-8 वर्ष भयो। त्यो चाहिँ तपाईँको के थियो भन्नु होला भने त्यो सानो मूर्तिहरू चाहिँ यही खोलैबाट उठाएको हो। त्यहाँ 1-2 वटा चाहिँ त्यहीँ चाहिँ सफा गर्ने खनखान गर्ने हुँदाखेरि 1-2 वटा भेटेको चाहिँ त्यहीँ स्थापना गरेर आएछ। अरू चाहिँ त्यो जुन सानो खालकोहरू छ नि त्यो चाहिँ खोलाबाट उठाएर त्यहाँ स्थापना गरेको। यो भप्सी खोला, राई मण्डल भप्सी खोला भन्छ। यो हामीले त्यतिखेर त्यहाँ पूजा गर्दैन थियो। पहिले हाम्रो चाहिँ एउटा बरमथान भनेर, राई मण्डलको बरमथान भनेर माथि एउटा मन्दिर छ, त्यसमा हामीले पूजाआजा गर्थ्यो। र अहिलेको जुन बाबाहरूले के यहाँ आइकन के भन्नुभएको थियो भनेदेखि यो ठाउँमा चाहिँ भोगहरू दिनु हुँदैन, लड्डु पान सुपारी दिनु, भोग नदिनु, यहाँ धेरै देवी देवताहरू चाहिँ रिसाएर भएको छ भन्ने कुरोहरू गर्नुभएको थियो। तर पहिले हामीले त्यहाँ बरमथानमा वैशाखे पूर्णिमा पूजा गर्दाखेरि पानी परेको हुन्थ्यो। जस्तो आकाशमा बादलै नहुँदा पनि त्यहाँ पूजा गर्दाखेरि पानी पर्थ्यो, र अहिले चाहिँ पानी पर्न छोड्यो। र हुन चाहिँ हामीलाई पनि अहिले बाबाले भनेको अनुसार हामीले नदिँदा पनि के अरे त्यो ठाउँ त्यहाँ चाहिँ भोगै दिनु नहुने रहेछ क्यारे जस्तो लाग्थ्यो क्या। त्यो रगतहरू भइसकेपछि त्यसलाई चाहिँ पखाल्नको लागि पनि पानी परेको हो कि भन्ने चाहिँ अहिले अलिकति मनमा त्यो पसेको छ। अझै पनि कति युवा केटाहरूले चाहिँ भाइहरूले चाहिँ यो भोगहरू दिने काम छोडिदिउँ, यसलाई लड्डु पान नै चलाउँ भनेर ती विवादहरू आइरहेछ। तर जुन पहिलेका बुढाहरूले मान्दैनन्। पहिलेदेखि हामीले मानेर आएको, दिएर आएको, दिनै पर्छ भन्ने कुरोहरू छ। देवी हो त्यो तपाईले भने होला नि त, बाबाले यो फलाना देवी हो भने। यहाँ चाहिँ भएको तपाईँको उतातिर पञ्चकन्या माता, यहाँ त धेरैवटा देवीको नामाकरण छ। जो पनि जो बिमारी भएर चाहिँ विषेक भएर गएको ती व्यक्तिहरूले नै सहयोग गरेर स्थानहरू पनि बनाएको छ। अब यो ठाउँमा चाहिँ 33 कोटी देवी देवता भनेका छन् होइन। अब हामीलाई त थाहा छैन। अब जुन धामी माताहरू आउँदा पनि त्यहाँ उफ्रिने, नाच्ने, कराउने गर्थे। अब अहिले त्यहाँ अहिले चाहिँ तपाईँको परेवाहरू लिएर आउँछ, चढाउँछन्, लड्डु पान सुपारीहरू चढाउँछन्। तर पहिले बाबा हुँदा त यहीँ बसिन्थ्यो, अहिले चाहिँ यहाँ बसिँदैन। उनीहरू अब कहाँ भागल गरेर आएको हुन्छ, चढाउँछ, जान्छ। अनि त्यो घन्टीहरू सबै स्थानीयले चढाएको, त्यो घन्टीहरू जो बिमारीहरूले चढाएको त्यो घन्टी तपाईँको त्यहाँ 108 वटा कि 9 वटा शिवलिङ्ग बनाएको छ। त्यो बिमारीले नै चढाएको, जो जति पनि स्थानहरू बनाएको छ त्यो बिमारीहरूले चढाएको। उनीहरू ठिक भइसकेपछि बनाइदिएको, त्यो सहयोग गरेको। अब स्थानीयले त त्यहाँ त्यही झुप्रो घरहरू छ, एउटा अलि लामो धर्मशाला जस्तो त्यो बिमारीहरू आएर बस्ने त्यो बनाएको थियो। त्यो पनि पानीले चाहिँ अब सबै ठुल्ठुलो काठहरू थिएन, सानो काठहरू लगाएको, त्यही 2-4 वर्ष टिक्यो। त्यो ढल्न लागेर हामी गाउँलेले नै फेरि मिलेर यो भोलि खतरा हुन्छ भनेर त्यो सबै पन्साइदिएछ। अहिले छैन। यहाँ चाहिँ बस्न चाहिँ बसेको थियो, मेरो अङ्कल बस्नुभएको थियो, साधु बाबा भनेर भन्नुहुन्थ्यो है। उहाँ बस्नुभएको थियो, उहाँ पनि डेड भयो। र यहाँ मान्छे बेलुका बस्न सकिँदैन त्यो ठाउँमा।
अब अहिले पूजा आजा छैन, अहिले पनि बस्न सक्छ सकिँदैन, अहिले पनि बस्न सकिँदैन। माताहरू पनि आउनुभएको थियो, हामीले के भन्यो भनेदेखि ठिक छ तपाईँहरू जो आए पनि, अस्ति बाबा पनि आउनुभएको थियो, 1-2 दिन बसेर गयो पनि नभनिकन हिँड्नुभयो। हामीले फलफुलहरू ल्याए, के खानुहुन्छ, ल ठिक छ तपाईँ यहाँ बस्नुहुन्छ भने हामी के सहयोग गर्नुपर्छ, हामीले के गर्नुपर्छ हामी गर्न तयार छु। यो मन्दिर सुन्ने भएको छ, पूजाआजा गर्ने पनि छैन भन्दाखेरि उहाँले 1-2 रात बस्नुभयो। ल यो ठाउँमा चाहिँ अलिक गाह्रै रहेछ बस्नलाई, त्यति सकिँदैन, अलिकति जानकार नै हुनुपर्छ मान्छे भन्ने कुरोहरू गर्नुभयो। बाबाहरूमा पनि अलिकति केही शक्ति हुनु पर्यो, नभए एक्लै बस्न सकिँदैन भनेर उहाँ पनि हिँड्नुभयो। अनि एकजना माता आउनुभएको थियो, अनि मातालाई पनि हामीले भने ठिकै छ तपाईँ यो ठाउँमा पूजाआजा गरेर बस्नु सकिन्छ भने हामी सहयोग गर्नुपर्ने सहयोग गर्छु भनेर हामीले भने, तर पनि उहाँले पनि आउनु भएन। त्यो ठाउँमा चाहिँ धेरै देवी देवताको चाहिँ बास छ भनेर चाहिँ बाबाले भन्नुभएको हो होइन। त्यो बास अनुसार हामीले पूजाआजा सबै गर्थ्यो। अब अहिले आएर चाहिँ अब त्यतिखेर बिहान बेलुकै पूजा गर्थ्यो, सोमबार होम गर्थ्यो। अब अहिले चाहिँ त्यो छैन। अब सोमबारको दिन चाहिँ आउँछ पूजा गर्नलाई, गाउँलेहरू पनि आउँछ, तर अरू दिन बिहान बेलुका पूजा गरेछन्। भर्खर अब नगरले दिएको एउटा मन्दिर स्थापना गरेको छ, अब त्यो पनि व्यवस्थित छैन। अब अलिकति व्यवस्थित भइदियो भने चाहिँ अनि बस्छन् होला। त्यो अहिले हुन चाहिँ यहाँ इन्द्रेश्वर महादेव मन्दिर भनेछ होइन। इन्द्रेश्वर महादेव यो बसन्त बाबाले नै नामाकरण गरे हो। अब चाहिँ यहाँ इन्द्रेश्वरको बाबाको बास छ भने अब उहाँले त्यो भनेर एउटा नामाकरण गरे है। यो हेटौडाबाट एकजना ज्ञानेन्द्र बाबा आउनुभएको छ यो ठाउँमा। ज्ञानेन्द्र बाबा जुन यो बसन्त बाबा गइकन पछि ज्ञानेन्द्र बाबा आउनुभयो। उहाँले चाहिँ यहाँ के भन्नुभएको थियो भनेदेखि, के बोल्नुभएको थियो भनेदेखि उहाँले यो मन्दिर बनाइदिने, योगा बनाइदिने, बजार व्यवस्थापन गरिदिने भनेर उहाँ आउनुभएको। तर यो बाबाभित्र पनि नमिल्दो रहेछ। अनि उहाँ आउनुभयो, हामीले 2-4 चोटि नै मिटिङहरू पनि राखिसकेपछि उहाँले आफ्नै अब डिपार्टको इन्जिनियरहरू ल्याएर सबै सर्वे गराएर नक्सा समेत कोरेर आउनुभएको थियो। आइसकेपछि उहाँको माग के रह्यो भनेदेखि त्यो ज्ञानेन्द्र बाबाको माग चाहिँ के बाबा र शर्मिलामा बिर्सियो कि उहाँले त्यो माग राख्नुभयो। अनि गाउँलेले चाहिँ शिव शक्तेश्वर बाबाको माग राख्नुभयो। अनि गाउँलेले चाहिँ के प्रस्ताव आयो भनेदेखि हामीले नामाकरण गरिकन इन्द्रेश्वर बाबा भनेर हामीले मानेको छु। अब यो फेरि बिचमा आएर शिव शक्तेश्वर बाबा, फेरि पछि आएर अर्कै बाबा होला, यो हामी मान्दिनँ। बरु तपाईँ विकास नगर्नुहोस्, जहिले सक्छ हामी गरौँला, हामी यतिकैमा खुसी छु। पर्यटक जसरी बाहिरको मान्छेहरू हेर्न कतिको आउँछन् यहाँ? अब त्यतिखेर त अहिले चाहिँ खासै आउँदैन। त्यो बिमारीहरू मात्रै आउने हो। बिमारीको जुन आफ्नो भागलहरू छ त्यो भागलहरू चढाउन आउँछ, त्यो भन्दा अनि पूजासुजा गर्नेहरू आउँछ यही ओरतिर परतिर। अब अहिले चाहिँ त्यति खासै त्यस्तो छैन। अहिले चाहिँ त्यति खासै त्यस्तो बाहिरको पहिलेको जस्तो भिडभाड चाहिँ छैन। पहिले त धेरै भिडभाड हो। तपाईँको पहिले यहाँ बाबा बस्दाखेरि चाहिँ तपाईँको धेरै आउने क्या, जस्तो सोमबारदेखि लिएर आइतबारदेखि मान्छे लाग्थ्यो यहाँ आउनलाई। आइतबार, सोमबार, मङ्गलबार, बुधबारसम्म मान्छेको यो मन्दिरमा खचाखच हुन्थ्यो। तपाईँको त्यो अहिले जति पनि घरहरू छ नि, त्यो छाप्रोहरू, त्यो भने सबै फलफुलको व्यापारहरू हो। त्यहाँ चाहिँ के हुन्थ्यो भने चाउमिनहरू पाक्थ्यो। अनि त्यही चाउमिनहरू पाक्थ्यो, अरू सबै फलफुलहरू, त्यस्तै पूजाआजाको सामानहरूको त्यो। अब पछि गएर चाहिँ यो बाबाको आफ्नै कारणले गर्दाखेरि उहाँ हिँड्नुपर्ने अवस्था पनि भयो। त्यो भएर चाहिँ अहिले चाहिँ यो अवस्थामा छ।